आउँदैछ जस्तो छ। हो डेभिड अनलाइन टिभी हेर्नु है, राजा किङ आउँदै गरेको यो राष्ट्रपति भवन अगाडि यो चक्रपथको भित्रबाट देख्न सकिन्छ। राजतंत्र जिंदाबाद, हमरे राजा हमरे देश, के हुन्छ जस्तो छ। आज के होला जस्तो छ। आज निकै भिडन्त होला जस्तो पनि छ। हेर्न सकिन्छ कहाँबाट के हुँदैछ। पुरै कब्जा गर्ने स्थिति छ। के होला जस्तो छ। आज के होला जस्तो छ। मलाई त रामा बिना काममा गरे हो आज के होला जस्तो छ। हजारौंको संख्यामा आज हजारौंको संख्या लगभग कति छ होला अन्दाजी। हजारौं मान्छेहरू देखिरहेको छ, देख्न सकिन्छ। आज के होला जस्तो छ। लाखौं मानिसहरू आइरहेको छ, हेर्न सकिन्छ। तपाईहरुले यो मूल्याङ्कन गर्न सक्नुहुनेछ आज के होला जस्तो छ। कहाँबाट आयो यति धेरै मान्छे? यति धेरै मान्छे कहाँबाट आए? राष्ट्रपति भवन त यहाँ तलतिर हैन? यहाँ अघि हामी आएन? त्यही हो। मलाई के थाहा अहिले आउँछ, नत्र म यहीँ बस्छु। उता पनि बोला छ कि दाइ? कति छ। लाखौं जनताहरू चाहिँ उतारेको छ काठमाडौँ बजारमा।
अति मन पराएको राजालाई डेभिड अनलाइन टिभीबाट देख्नुभएको छ लाखौँको हजारौँको सङ्ख्यामा जे पनि भिड सकिएको छैन अहिले चाहिँ ठ्याक्कै मारुचिगञ्जबाट उँधो गइरहेका छन् आज केही घटना चाहिँ होला जस्तो छ हरन पनि केपी चोर भन्दैछ हरनले पनि केपी चोर भन्दैछ राष्ट्रपति भवन अगाडिदेखि जान देखाएन होला होइन त्यहाँदेखि पुलिसै पुलिस सबै तल ठमेलसम्म सबै राखेको छ पुलिसहरू टन्नै छ अब यो जति भयो नि तर जान त जान्छ जान्छ यो त दरबार मार धेरै छ होइन कसले सक्छ यो यिनीहरू मर्नदेखि डराएन यस्तो तातेर आइरह होइन दिउँसो रोक्यो सबै हुन्छ अहिले भाडा हानेर ए आज असर ग्यास र कति हान्छ जाउँ हामी जाउँ भयो अब हामीलाई डर लागिसकेको छ जाउँ